हेलो साथीहरू, सबैलाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ। श्रृङ्गार अनि पहिरन बिना त विश्व सुन्दरी पनि राम्री देखिँदैनन् भनेर कसैले भनेको सुनेकी थिएँ। हो जस्तो पनि लाग्छ। श्रृङ्गार बिना हामी महिलाहरू अधुरो अपुरो हुन्छौँ। त्यसैले श्रृङ्गार गर्नु जरुरी पनि छ। र अहिलेको जमाना भनेको त श्रृङ्गारको जमाना हो। जब हामी टिन एज उमेरमा हुन्छौँ त्यतिखेर त हामीलाई त्यति धेरै श्रृङ्गारको आवश्यकता पर्दैन। हामी यत्तिकै नेचुरल ब्युटी हुन्छौँ। तर जब उमेर पुग्दै जान्छ, महिलाहरूको शरीरमा आउने विभिन्न खालका परिवर्तनले गर्दा सिधै असर अनुहारमा देखिन्छ। त्यसैले अनुहारमा विभिन्न किसिमका दाग धब्बा, चाया पोतो, त्यस्तै उमेर अनुसार छाला चाउरिँदै अनि झोलिँदै पनि जान्छ। त्यो भनेको प्राकृतिक नियम नै हो। त्यसैले हामी आफ्नो उमेरभन्दा जवानी देखिन मन पराउँछौँ। त्यसैले पनि श्रृङ्गारको आवश्यक छ। श्रृङ्गार गर्नको लागि महँगा श्रृङ्गारका सामानहरू चाहिन्छन् जस्तो लाग्दैन मलाई। आफ्नो क्षमता, आफ्नो बजेट अनुसार हामी श्रृङ्गारका सामानहरू किनेर आफूलाई सिँगार्न सक्छौँ। मलाई चाहिँ ओठमा लाली अनि आँखामा गाजल मात्र लगायो भने पनि आफ्नो श्रृङ्गार पुरा भए जस्तो लाग्छ। मेरो चाहिँ आँखा अलि सानो छ, त्यही पनि म कालो गाजल लगाउँछु। किनभने आँखामा लगाउने भनेकै कालो गाजल हो। तर विभिन्न किसिमका स्याडोहरू छन् बजारमा। तर ती स्याडोहरू लगाउँदाखेरि अन्य कलरको स्याडोहरूले मलाई त्यति सुट भए जस्तो लाग्दैन मलाई। त्यही भएर कालो गाजल लगाउँछु र पनि मेरो आँखा सानो भएको हुनाले झन् सानो देखिन्छ। र रातो लिपस्टिक म विगत लामो समयदेखि एउटै कम्पनीको लिपस्टिक लगाइरहेको छु। त्यसमाथि मेरो कपाल अलिकति कर्ली भएको हुनाले सुकाएर म हल्का तान्छु। यही नै हो, मेरो अरू हेयर स्टाइल हुँदैन। यसरी नै म आफूलाई श्रृङ्गार गर्छु। यहाँहरूले आफ्नो श्रृङ्गार कसरी गर्नुहुन्छ? सबैको दिन राम्रो होस्, शुभ होस्। धेरै धेरै धन्यवाद। नमस्ते सबैलाई। बाई।